Okay, after a long time, I'm here right back. म किन ब्याक भएँ थाहा छ तिमीहरूलाई? थाहा होइन? थाहा पाउँदैनौ क्या तिमीहरूले? हुनु पर्यो नि त म जस्तो ट्यालेन्ट. Actually, the real reason is that I'm here to discuss about the yesterday's match. हिजोको गेम जुन बार्सिलोना वर्सेस स्पेनियलको थियो. What a wonderful performance by John Garcia. The Titanic saver, the Barca saver, स्पेनियल राइभल क्लबबाट आएर आफ्नै फर्मल क्लबको एगेन्स्टमा यस्तो वर्ल्ड क्लास पर्फर्मेन्स दिइरहेछ. इजन्ट द्याट अमेजिङ? बार्सिलोनाको डिफेन्स कस्तो कुहिएको छ तिमीहरूलाई थाहा छ होइन? मैले के भन्नु पर्दैन, कुहिएको डिफेन्स छ, गार्बेज जस्तो ब्याकलाइन छ. बट त्यो ब्याकलाइनको पछाडि एउटा यस्तो मान्छे छ जसले एउटा टाइटेनिकलाई बचाउन सक्छ. यो पुरा बार्सिलोना क्लबलाई काँधमा हालेर हिँडेको छ. द्याट इज जोन गार्सिया. लिटरली भन्नुपर्दा यो गेम बार्सा वाज प्लेइङ सो सिट, स्पेसली फर्स्ट हाफमा. बार्सिलोना जब सब्स्टिट्युट गर्यो, लेभेन्डस्की आयो, पेड्री आयो, अभियसली अल्मो आयो, फर्मिन लोपेज आयो, त्यसपछि चाहिँ बार्सिलोनाले आफ्नो लेभलमा आएर पर्फर्मेन्स दियो होइन. बिफोर द्याट स्पेनियलले पुरै डोमिनेट गरेर आएको थियो एन्ड दे वर मेकिङ चान्सेस, दे वर ट्राइङ टु स्कोर. बट त्यो बललाई नेटमा छिर्नको लागि जोन गार्सियालाई पार गरेर जानु पर्थ्यो एन्ड जोन गार्सिया डजन्ट लेट इट ह्यापन होइन. हि जस्ट 24 इयर्स. हामीले लास्ट इयर नै स्पेनियलबाट 23 मिलियनमा लिएर ल यो साल आएर स्पेनियललाई नै धोब्बी चढाइदिइरहेछ. द्याट इज द पर्फर्मेन्स. द्याट वाज द किपर वी वान्ट होइन. हामीसँग धेरै किपर आयो ओभर द इयर्स, वी हेभ गट लट्स अफ किपर, बट हि इज डिफरेन्ट. दिस इज द लेभल अफ बार्सा. हाम्रो एउटै विस थियो क्या, एउटै ड्रिम हुन्थ्यो. ओ रियल मड्रिड कोर्तोवाले कति सेभ गर्छ, हाउ गुड हि इज होइन, जहिले त्यही हुन्थ्यो. तर जब हाम्रो किपरको केस हुन्थ्यो हामी डराउँथ्यो. जब बल 1 भर्सेस 1 आउँथ्यो किपरसँग, अथवा टु मेक अ डिफिकल्ट ट्याकल, टु हेभ अ सेभ, भेरी डिफिकल्ट सेभ, हाम्रो किपर हगिदिन्थ्यो. लिटरली टस्टेकन गरेर पोज दिइरहेको हुन्थ्यो. किपर बलमा जान्थेन, हि वाजन्ट गोइङ फर द बल, नेटको अगाडि उम्मेर पोज दिइरहेको हुन्थ्यो. तर बट फाइनली वी गट अवर किपर जोन गार्सिया, जुन उसको हिजो गेममा त्यो फ्लाइङ सेभ थियो होइन. एन्ड द्याट ट्याकल 1 भर्सेस 1 वाला त्यो ट्याकल, द्याट वाज वर्ल्ड क्लास क्या. सबभन्दा मन परेको के थाहा छ? जुन जोन गार्सियाले जेरार्ड मार्टिनलाई धकलेर रोकेको छ नि त्यो बल, द्याट वाज एक्स्ट्रा लेभल क्या. किनकि यो मिनी सेकेन्डमा त्यस्तो डिसिजन लग्नु होइन, द्याट मेक्स यु डिफ्रेन्ट फ्रम अदर्स क्या. अपार्ट फ्रम द्याट हाम्रो गेम अलि राम्रो बिल्डअप भएको भनेको जब चाहिँ हाम्रो सब्स्टिट्युट आयो होइन, लेभेन्डस्की आयो एज अ स्ट्राइकर, पेड्री आयो, अनि अल्मो आयो, अनि हाम्रो फर्मिन लोपेज आयो. एन्ड द्याट ओपन्स द गेम लेटर काइन्ड अफ. गुनासो भनेको हाम्रो फरान टोरेससँग, हि इज नट गुड एट कन्ट्रोलिङ द बल. बल कन्ट्रोल गर्दैन. सुरुमै पाएको थियो उसले त चान्स सिधै किपरको हातमा. हि कान्ट इभन कन्ट्रोल द बल, हाउ विल यु विन? यस्तो हो क्या. गोल चाहिँ स्कोर गरेको छ होइन फरान टोरेस, हि ह्याड स्कोर मेनी गोल होइन. सेकेन्ड पोजिसनमा छ सायद ला लिगामा आफ्टर किलियन एम्बापे होइन. बट केस के हो भन्दाखेरि बार्सियाले यति धेरै अट्याकिङ चान्स बनाउँछ कि त्यो गोल आउँछ नि आउँछ. तर यस्तो हुनु पऱ्यो कि चाहिएको डाइङ मोमेन्टमा त स्कोर गर्नु पऱ्यो नि त. कति गाह्रो थियो, लाइक डेनी अल्मो अथवा लेभेन्डस्कीको लास्ट 2टा गोल नआएको भए अहिले ड्र हुन्थ्यो एन्ड विल बी लुजिङ आवर पोइन्ट्स होइन. वी आर सो फर्चुनेट कि हाम्रो जोन गार्सियाले बचायो त्यो 2टा गोल, नत्र त हामीलाई डिमोटिभेट भइहाल्थ्यो नि त. प्लेयर्सहरू त्यति पर्फर्म गर्दैन, अभियसली द्याट्स द फ्याक्ट. बट फर्चुनेटली अब हामीले रियल मड्रिड भन्दा 7 पोइन्ट अगाडि छौँ. अभियसली रियल मड्रिडले आज रियल बेटिससँग आज गेम खेल्छ. होप त्यो गेम हारोस्. अभियसली बार्सा फ्यान हो, हारोस् भन्ने चाहन्छु, बिकज आई वान्ट माई टिम टु विन, ला लिगा उठाओस्. एन्ड च्याम्पियन्स लिगमा चाहिँ अब यस्तो पर्फर्मेन्सले चाहिँ हामीले केही जित्लाउँ जस्तो लाग्दैन होइन. ओके, भिस्का बार्सा, टेक केयर गाइज, सी यु अनदर भिडियो, पिस आउट.